के भनेको अनि यहाँ सुन्नु न भनेर के भनेको अब मेरो बुढा यहाँ काम गर्दै हामी त के अरे काम गर्दै मुद्दाको कुरा गर्दै बसेको यो आए त पछाडि अनि यो को हो त हामी यसलाई चिन्छौँ न मुद्दा लागेर अनि मुद्दालाई चोर फटा भन्नुभयो के भने भाइ भनेको हो क्या कस्तो म झुट बोल्छु सबैले भन्ने बाटो झुललाई तको भन्ने के खालि भन्ने क्या जसलाई यो पागल हो क्या एउटा समाएर चोर हो सबैलाई समय के गर्दै के गर्दै दिनु पर्दैन गाला फुट्ने गरी यतिखेर चाहिँ सिन्धुलीमाढीमा एउटा सफल भएर छ यहाँको स्थानीयहरूले 2 नम्बर बजारको स्थानीयहरूले चाहिँ तको भनेर यस्तो खालको एउटा अपशब्द र दुर्व्यवहार गरेको हुनाले यहाँका स्थानीयहरूले चाहिँ उहाँलाई चाहिँ यहाँबाट उहाँलाई चाहिँ पठाएको छ नत्र यहाँनिर अलिकति यहाँको स्थानीयहरूलाई चाहिँ एउटा दुर्व्यवहार तको हो भनेर भनेको हुनाले चाहिँ अहिले यहाँको स्थानीयहरूले चाहिँ उहाँलाई चाहिँ अहिले प्रहरीले उहाँलाई लिएर गइसकेको अवस्था छ।